nepalnews.com. News from Nepal as it happens. नागरिक समाजका अगुवाहरूले द्वन्द्वको बीचमा पनि निर्वाचन सम्भव रहेको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै विघटित संविधान सभा अन्तर्गतको संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले पहिला जस्तो अहिले संविधान सभाको निर्वाचन शान्ति प्रक्रियाको अङ्ग नभएकाले कुनै दल बाहिर बस्दैमा निर्वाचन नहुने स्थिति नबन्ने भन्दै माओवादीलाई अरूले नल्याएको नभई उनीहरू आफै नआएकाले उनीहरू बिना पनि निर्वाचन हुने दाबी गर्नुभयो। शान्ति प्रक्रियाको आधारभूत कुरा टुङ्गिसकेको अवस्थामा चुनाव भइराखेको छ। अहिलेको निर्वाचन शान्ति प्रक्रियाको अङ्ग होइन, हिजोको निर्वाचन शान्ति प्रक्रियाको अङ्ग थियो। आज चाहिने निजी सेना छैन, निजी हतियार छैनन्, निजी लडाकु छैनन्। त्यसैले यो फरकलाई बुझ्नु पर्यो। एउटा कुनै समूह एउटा पार्टीबाट छुट्टिएर जान्छ, म चाहिने विद्रोह गर्छु भनेर धम्की दिन्छ अनि जनताका अधिकार खोज्न दिने, चुनाव नगर्ने, मुलुकलाई सङ्कटमा गर्ने अनि विदेशी चर्केल चाहिने भइराख्ने स्थिति सिर्जना गर्ने। पहिलो संविधान सभाको समयमा सेना समायोजन भइ नसकेकाले विवादित विषयमा गम्भीर छलफल हुन नसक्दा संविधान नबनेको भन्दै आचार्यले अब त्यस्तो अवस्था नरहेको र दलहरूले सहमति नभए विकल्पमा जान तत्परता देखाएकाले 1 वर्षभित्र संविधान बन्ने विश्वास व्यक्त गर्नुभयो। नागरिक अगुवा एवं निर्वाचन पर्यवेक्षक संस्था जियोका अध्यक्ष हिमालय शमशेर जबराले चुनावी मैदानमा रहेका दलहरूबीच सुरु भएको भिडन्त र नेकपा माओवादी सहितका समूहले जारी राखेको हिंसाले निर्वाचन सुरक्षामा चिन्ता बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निर्वाचन आयोग र सरकार सक्रिय हुनुपर्ने सुझाव दिनुभयो। उहाँले माओवादीलाई शान्तिपूर्ण बहिष्कारको लागि पहल गर्न आफूहरूले राष्ट्रपतिलाई आग्रह गरेको जानकारी दिँदै नेपालमा निर्वाचन आवश्यक रहेकाले यसलाई भयरहित बनाउन सबैले प्रयास गर्नुपर्ने बताउनुभयो। पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सरकारले निर्वाचनमा परिचालन गरेको सुरक्षाकर्मीको संख्या मात्र सार्वजनिक गर्नुभन्दा पनि सुरक्षा कायम गर्न तत्परता देखाउनु पर्ने भन्दै निर्वाचनमा पनि अहिलेको सुरक्षा अवस्थामा परिवर्तन ल्याउन नसके सुरक्षा निकायको समेत क्षमतामाथि प्रश्न उठ्ने चेतावनी दिनुभयो। आचार संहिता उल्लङ्घनका घटना बढेको प्रति दुःख व्यक्त गर्दै उहाँले निर्वाचन आयोगलाई यस विषयमा कडा रूपमा प्रस्तुत हुन समेत सुझाव दिनुभयो। पूर्व गृह सचिव उमेश मैनालीले निर्वाचनमा भाग लिएका दलहरूबीच नै निषेधको राजनीति, आचार संहिताको उल्लङ्घन, नेकपा माओवादी सहितको शक्ति निर्वाचन बहिष्कारमा लाग्नु र सरकारले आक्रमण गर्ने शक्तिलाई कारबाहीको दायरामा ल्याउन नसकी अज्ञात समूह भन्नुले जनतामा भएको वातावरण सिर्जना भएको भन्दै निर्वाचन सुरक्षाको चुनौती जटिल विषय बनेको ठोकुवा समेत गर्नुभयो। उहाँले तराईका समूहहरूको मौकामा फाइदा लिने रणनीति र परिचय नखुलेका अन्य समूहको सक्रियताका कारण चुनावका बेला अझै पनि सुरक्षा चुनौती थपिने दावी गर्दै निर्वाचन आयोग र सरकार अझै बढी सक्रिय हुनुपर्ने आवश्यकता समेत औल्याउनुभयो। नेपाल न्यूजका लागि क्यामेरामा कुमार भण्डारीका साथ किशोर कुमार पौडेल, काठमाडौँ। nepalnews.com. News from Nepal as it happens.